स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। म मदन। आज म तपाईहरु माझमा बीबीएस 4th इयरको रिपोर्ट राइटिङ जस्तै यो सेभिङ एन्ड डिपोजिट एनालाइसिस अफ राष्ट्र वाणिज्य बैंक यसको बारेमा एउटा स्याम्पल लिएर आएको छु। यो स्याम्पल तपाईहरुले हेरेर बीबीएस 4th इयरको फाइनान्स ग्रुपहरुलाई सपोर्ट हुन्छ भन्ने मैले आशा राख्दछु। कृपया यो भिडियो सुरुदेखि अन्त्यसम्म अवश्य हेर्नुहोला। लाइक शेयर सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। आउनुहोस् सुरु गरौँ। अब आजको टपिक छ सेभिङ एन्ड डिपोजिट एनालाइसिस अफ राष्ट्र वाणिज्य बैंक। यहाँ हेडिङ यसरी राख्ने प्रोजेक्ट वर्क रिपोर्ट यो रिपोर्ट हो, त्यसकारणले यहाँ प्रोजेक्ट वर्क रिपोर्ट लेख्नु पर्यो। बाई स्टुडेन्ट नेम राख्नु पर्यो, ट्यु रजिस्ट्रेसन नम्बर राख्ने, सिम्बल नम्बर, कलेज नाम त्यही अनुसार राख्नु होला। टाइटल पेज अनुसार नै सेटिङ गरेर राख्नु होला यसलाई। र यहाँ लास्टमा गएर ठाउँको नाम राख्नु होला र डेट अहिलेको के हो त्यही डेट यहाँ राख्नु होला। त्यसै गरेर डिक्लरेसन लेख्नु होला। टाइटल अलि ठुलो हुन्छ यसको। यहाँनिर जहाँ मैले रातो लगाइदिएको छ त्यहाँ तपाईहरुको नाम, कलेजको नेम अनि ठाउँको नाम लेख्नु होला। यही अनुसार म तपाईलाई यसको स्याम्पल पीडीएफ फाइलमा पनि तल डिस्क्रिप्सनमा लिंक दिएर शेयर गर्नेछु। स्टुडेन्ट नेम यहाँ राख्नु होला अनि डेट राख्नु होला यहाँ। त्यस्तै गरेर सुपरभाइजर रिकमेन्डेसन जहाँ रातो लगाइदिएको छु त्यहाँ त्यही अनुसारको चेन्ज गर्नु होला। र सिग्नेचर, सुपरभाइजरको नाम र डेट। त्यस्तै गरेर इन्डोर्समेन्टमा पनि सेम त्यही राख्नुपर्ने कुराहरू कन्टेन्टहरू यहाँ राख्ने अनि नेम अफ स्टुडेन्ट, नेम अफ कलेज, प्लेस नेम हैन। त्यस्तै गरेर प्रोफेसर अब टिचरको नाम, प्रिन्सिपलको नाम, चेयरम्यान कमिटीको टिचरको नाम यहाँ राख्ने होला। डेट यहाँ राखिदिनु होला। र एक्नोलेजमेन्टमा पनि सुपरभाइजरको नाम यहाँ राख्नु होला अनि चेयरम्यानको नाम यहाँ राख्नु होला अनि कलेजको नाम राख्नु होला र तपाईको नाम, स्टुडेन्टको नाम यहाँ राखिदिनु होला। र यो टेबल अफ कन्टेन्टलाई हामीले यसरी निकालेको छौं। टेबल अफ कन्टेन्टको बारेमा मैले तपाईहरुलाई अघिल्लो भिडियोमा पनि धेरै सिकाएको छु कसरी टेबल अफ कन्टेन्ट राखिन्छ भन्ने कुरा। ब्याकग्राउन्ड, प्रोफाइल, अब्जेक्टिभ अफ स्टडी, रेसनल अफ स्टडी, रिभ्यू अफ लिटरेचर, मेथड अफ स्टडी, लिमिटेसन अफ स्टडी। र सेकेन्ड च्याप्टरमा प्रेजेन्टेसन डाटा, एनालाइसिस डाटा, मेजर फाइन्डिङ र थर्डमा समरी एन्ड कन्क्लुजन। र लास्टमा बिब्लियोग्राफी र एपेन्डिक्स। लिस्ट अफ टेबलको लिस्ट यहाँनिर राख्ने। त्यस्तै गरेर एप्रोभेसनमा सर्टकट नेमलाई फुल नेम दिने। यसरी हामीले अगाडिको फ्रन्ट पेज तयार गर्छौं र हाम्रो बडी पेज चाहिँ यहाँबाट सुरु हुन्छ। ब्याकग्राउन्ड, इन्ट्रोडक्सन, यसको बारेमा ब्याकग्राउन्ड राख्नु होला यसरी। यहाँ जस्तो यहाँनिर रिफरेन्सको लागि यो यहाँनिर रिफरेन्स पनि मैले यहाँ लेखिदिएको छु, यो गर्नु होला। त्यस्तै गरेर टाइम डिपोजिट, सेभिङ डिपोजिट, डिमान्ड डिपोजिट, यही अनुसार हजुरहरूले ओरिजिनल एन्ड हिस्टोरिकल ग्रोथ अफ बैंकिङ, प्रोफाइल अफ द अर्गनाइजेसन आरबीबी, अब्जेक्टिभ सकेसम्म तपाईहरुले अब्जेक्टिभ थोरै राख्नु होला। यहाँ धेरै राखेर गएको छु मैले। तपाईहरुले मेन ध्यान दिनुपर्ने हुन्छ अब्जेक्टिभलाई। अब्जेक्टिभ थोरै सिलेक्सन गर्नु होला, 2टा अथवा 3टा, धेरैमा त्योभन्दा बढी नराख्नुहोस्। अब्जेक्टिभ धेरै राख्नु भने तपाईहरुलाई पछि गाह्रो हुन्छ। अब्जेक्टिभ अफ द स्टडी 3टा राखिएको छ यहाँ। यो चाहिँ अब्जेक्टिभ अफ बैंक भयो यो। र रेसनल अफ स्टडी, रिभ्यू अफ लिटरेचर, कन्सेप्चुअल फ्रेमवर्क, यसरी फ्रेमवर्क बनाइदिनुहोस्। फिगर, कन्सेप्ट अफ इन्भेस्ट, लोन एन्ड एडभान्स, एसेट्स परचेज, रिभ्यू अफ प्रिभियस वर्क, मेथड। रिभ्यू अफ प्रिभियस वर्कमा अरूले गरेको कन्टेन्टहरुलाई हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर अरूले गरेको कन्टेन्ट हो यो। पपुलेसन इन स्याम्पलिङ, टाइप अफ डाटा, प्राइमरी डाटा, सेकेन्डरी डाटा, डाटा कलेक्सन प्रोसिड्युर्स, डाटा एनालाइसिस टुल्स, फाइनान्शियल टुल्स, क्याश रिभ्यू रेसियो, यहाँ फर्मुला पनि राखिएको छ। सबैको फर्मुला हामीले यहाँ इन्क्लुड गराउनु पर्ने हुन्छ। र यहाँ स्ट्याटिकल टुल्सहरुमा टेबल, रेसियो, प्रेजेन्ट मिन, पर्सेन्टेज मिन, लिमिटेसन अफ स्टडी। च्याप्टर 2 सुरु हुन्छ। यो डाटा त टेबल बनाउने तरिका यो छ यही टपमा यस्तो, साइडमा ब्ल्याङ्क नराख्ने। सोर्स कहाँबाट हो सोर्स पनि खुलाउनु पर्ने हुन्छ। इयर वाइज यो अलिकति लेटको डेट भएको डाटाहरु छ यसमा तपाईहरुले साइडमा गएर करेक्सन गर्नुपर्ने हुन्छ। र लास्टमा समरी एन्ड कन्क्लुजन, बिब्लियोग्राफी र एपेन्डिक्स। यसरी हाम्रो
रिपोर्ट राइटिङ सकिन्छ। आरबिबीको रिपोर्ट राइटिङ सकिन्छ। धन्यवाद छ यो भिडियो हेरिदिनुभएकोमा। यो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईहरुलाई यो भिडियोले कतिको सहयोग पुर्याएको छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। थ्यांक यू भेरी मच फर वाचिङ।